आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरेका छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरिबोधनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाइएको हो। असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु बिउतिने भएकाले आजको एकादशीलाई हरिबोधनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म 4 महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्। विष्णु क्षीर सागरमा सुतेकाले यी 4 महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा रहेको छ। यस समयमा खोला नदी नालामा बाढी पहिरो आउने र सर्प जस्ता जीवको भएका कारण यात्रा नगर्नु शुभ मानिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ। तुलसी विष्णु प्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ। हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्धापन अग्नि स्थापना विधिबाट विशेष पूजा र हवन सहित गरिन्छ। आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्नि स्थापना नजुरेका दिन पनि अग्नि स्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको छ। आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ। त्यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले 10 दिशा पवित्र हुन्छ भनिन्छ। तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्। तुलसीको पात डाँठ वा फूलको रस रुगाखोकी र औलो लगायतका रोगका लागि औषधि हुन्छ। यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन। तुलसीको मठ भएको स्थल ओरपर विषालु सर्प पनि आउँदैन। मठको ओरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ। त्यस्तै शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ। तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ। त्यस्तै आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड पिँडालु र वन तरुल उसिनेर फलार गरिन्छ। यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्त हुन्छ भन्ने जनविश्वास समेत रहेको छ।